वेलकम टु माई युट्युब च्यानल सञ्चारमा हुनुहुन्छ सञ्चारमै छु र आज चाहिँ हामी चाहिँ नयाँ ठाउँमा आइसकेको छौँ। यहाँ मन्दिरमा यहाँ चाहिँ नागको पनि रहेछ होइन, सानो चाहिँ मूर्ति देख्न सक्नुहुन्छ। तलपट्टि क्या मस्त पानी बगिरहेको छ। यहाँ राम्रो मन्दिर रहेछ, मन्दिर चाहिँ मक्खन रहेछ। दार्सिङ बराई देवी मन्दिर अरे म फेरि यता चाहिँ गइरहेको क्या। यहाँ चाहिँ पुरा पानी बगिरहेको रहेछ। अनि हामीले क्रस फायर पनि लिएर आएको थियौँ। क्रस फायर चाहिँ अगाडि लैसक्यो होइन। त्यस्तो बाटो एउटा राइडर पनि लिएर आएको क्या हामीले क्रस फायरको देखाउँछौँ। हामीलाई क्रस फायर पनि रिभ्यू गरेको छौँ होइन। ल गाइज देख्न सक्नुहुन्छ, मैले चाहिँ ल्याएको नयाँ 6 लाखको क्रस फायर चलाउन आइरहेको छु। हेर्नुहोस् एकदम हो, यो सबै ब्रेक हुन्न होइन, एकदम राम्रो खालि क्वालिटीको यो होइन। अस्ति भर्खर हाम्रो राजकुमार दाईको त्यो बाइक पसलबाट खरिद गरेर ल्याएको होइन। ल एकचोटि म हजुरलाई चलाएर पनि देखाउँछु। हाम्रो चाहिँ मामा राइडर क्रस फायर चाहिँ छैन, उचालेर लानुपर्ने भयो होइन। महँगो छ, महँगो क्रस फायर देख्न सक्नुहुन्छ। निरन्तर दुःख चलिरहेको छ। होइन यसो लडेँ है म होइन, यसरी लडेँ होइन। ए मामा त एउटा हामी चाहिँ अब भर्खर यहाँ गुल्टिएर यहाँ तलपट्टि स्पिड आउनु चक्कर आयो, ब्रेक फेल भएकोबाट गुल्टिएर अनि यहाँ खुट्टा धुँदैछौँ। यहाँ माथि नागदेवताको मन्दिर नै रहेछ होइन। दर्शन नै भयो, तर के गुल्टिन चाहिँ धुँदा नमिठो लाग्यो यार। पुरै पाछु अहिले त ब्रेक स्रेक नभएको खाँडो लिएर आउँदाखेरि मारे झन्नै मरिएन आज पाछेर। यस्तो नराम्रो पाछ गाइजर हेर यतापट्टि त कसमसेको पागल जस्तो बनाइदिएको छ मलाई अहिले। त गाइजर अब हामी चाहिँ यसो हातमुख धोएर के होइन पाछ। फेरि एउटालाई फेरि अझै जोत्दिन मन लाग्यो, यहाँ जोत्दिन मन लाग्यो। यो चाहिँ हाम्रो नगरपालिका यहाँ बवाल छ, हेर्नु नि यार। कसैको छ त सक्छ त कसैको सक्दैन नि। फेरि हेर्नु कि यहाँ मिठो हजुरलाई तलतिर पनि देखाउने हो र देखाउनु त एउटा भिडियो पनि देखाएको जस्तो लाग्थ्यो होइन। त्यो पनि आउनु अलिक यतिसँग देखाउँछौँ के होइन होइन। हजुर त हाम्रो दर्शक हो, हजुरको हेर्नु चाहिँ हाम्रो देखाउनु काम। यहाँ चाहिँ क्या मकै हेर्नु पुरा मकै चाहिँ मासु पनि त्यहाँ मिठो छ या। तर लोडे चाहिँ यतापट्टि चाहिँ गालातिर चाहिँ नमिठो भयो कि तर आज मक्खन पास्यो हेर्नु के अरे मेरो गाला। त्यसपछि गर माथिबाट क्रस फायर मागिराख्नु हो। त्यसमा माथिबाट हेर्नु है पुरा कुप्रिएर आँखान के अरे साइकल रेसर जस्तो होइन। ठुक्कै जिन्दगी के आएको राइडर भन्छ आउँदा पूजा लिएर आउला लानु त अर्दियो बिच अट्टा ल्याएर कहाँ जान्छ हुँदैन टेक्न जाँदो रहेछ। लु झ्याउला होइन खुट्टा छु के यहाँ त आरो छु। ए मामा आरो छु बे आरू रहेछ। यसो टिपम भनेर एउटा दुईवटा आरू खाइदिउँ भनेर धेरै त रहन्छ थुप्रै रहेछ। मामा मामा आउनु छ, आउनु आरू आउनु आउनु आरू आरू। ल गाई चाहिँ हामी चाहिँ पहिलाको भलिबल ग्राउन्ड जानु लाग्यो माथि होइन। अनि क्रस फायर लिएर अब त्यहाँ माथि गर्छ हजुरले देखाउँछ कस्तो रहेछ के भयो हरिबत्ती होइन हुन्छ जानलाई। लगाइदिएर हामी चाहिँ यहाँ भिरकोट नगरपालिका ग्राउन्डमा आइसकेको छौँ होइन। ग्राउन्डभरिको चाहिँ कस्तो रहेछ पुरै झारहरू पलाएर चाहिँ खन्छ नि है को खेल्न आएर त्यो आएर भिरकोट नगरपालिका एक दार्सिङ भिरकोट नगरपालिकाको साइडमा बस्नुहुन्छ भने त्यो चाहिँ वरिपरि बस्नुहुन्छ भने आउनुहोस् यहाँ खेलौँला होइन। बनाएर हामी आउँदा पहिला आउँदा त थिएन यस्तो, पहिला त ग्राउन्ड थियो उता दुईवटा पुल गाडी थियो क्या मजा आउँथ्यो। हामी यहाँ 1.5 लाखको म्याच खेल्न नि आएको होइन। ऊ बेला जस्तो भएछ पसिना फ्या मात्रै बनाउन मैले भोक लाउनु लाग्यो। गाइजहरू बाइकहरू चाहिँ यसो अल्टरबाट देखाउँछु म अन्त कस्तो भुल लाग्यो आरो है मेरो हो। मैले हजुरलाई देखाइदिएँ है यो लोकेसन होइन। अरू खान सक्नुहुन्छ अरू त अलिक छिप्पिएर हिँड्छ क्या
अलि झिप्पेसी मिठो हुन्छ अमिलो टाइप खायो चाहिँ त्यही पनि काम पर्दा खान सकिन्छ गाईहरू अब चाहिँ हामी एकछिनमा ला थकेर वाला सब भरियो होइन पसिना सिस्ना आँखा कपडा पुरै गर्ने धारा गरेर मुनमा गएर पानी सानले मुखसुख धोएर ख्याएर पानी सान खाएर एकछिनमा भ्लग इन गर्नेतर्फ लाउँछौँ र हजुरलाई चाहिँ हामीले अर्को भिडियोमा चाहिँ हामीले देखिन्छ चाहिँ ठाडो ओह्रालो हो त्यसमा चाहिँ हामीले झरेको देखाउँछौँ अवश्य हेर्नु होला यही साइकल ल ब्रेक फेल साइकल ल हामी त्यो ओह्रालोबाट सिधै झार्ने कोसिस गर्छौँ है कतिको सकिँदो रहेछ ल यति पछि अब अलि अगाडि भेटौँला जिउ काम हुन्छ रातमा लाने च्यालेन्ज छ यो बाटो झारौँ ल चप्पलमा के थिएन दुःख हो मलाई छुट्याइ ला यार गाईहरू हामी चाहिँ यहाँ यसो मूलमा चाहिँ मन्दिर गाडा चाहिँ पानी सानी खाने क्या नि पुरा थकैला त देखिन्छ भने त हात चाहिँ जताततै फोहोर किन भयो त नि फेरि एउटा साइकलको भुतै छ अझै नि म चाहिँ पानी खान लाग्यो नि मुल्टी चिसो पनि ए गाई कति चलाएको साइड जाम क्या भएर भयो लो झर्थेन नि अनि हेर झाँके भएको तलतिर फेरि अहिले घर गएको के अब हिँड नि त पानी खानु अरूले अब यसोलाई त्यसरी चाहिँ यसो साइकल डोरा लान्छ लगाए जब म यति भन्दै बिदा भएँ होइन यो एउटा चाहिँ साइकलले उहाँ पुग्यो है हामी चाहिँ ट्र्याक्टर थियौँ ल यति भन्दै भिडियोलाई म एन्ड गर्न चाहन्छु बाई